हेलो साथीहरु, तपाईहरु सबैलाई स्वागत छ आजको नयाँ भिडियोमा। आज चाहिँ हामी भोल्युमेट्रिक एनालाइसिस क्लास 12 को भोल्युमेट्रिक एनालाइसिसको सबै इम्पोर्टेन्ट फर्मुलाहरुको बारेमा डिस्कस गर्न गइरहेका छौं है त। हाम्रो सबैभन्दा पहिलो फर्मुला रहेको छ ग्राम पर लिटर को। ग्राम पर लिटर को फर्मुला हो वेट अफ द सोल्युट इन ग्राम अपन भोल्युम अफ सोल्युसन इन एमएल। यो भनेको सोल्युट भनेको हामीले जे कुरा त्यो सोल्युसनमा घुलाउने कुरा जे हुन्छ नि त्यसलाई चाहिँ सोल्युट भनिन्छ। त्यसको वेट इन ग्राम र टोटल भोल्युम अफ सोल्युसन भनेको यो हामीले त्यसलाई घुलाइसकेपछि यो सोल्युसनको वेट हुन्छ नि वेट नै भोल्युम जुन भोल्युम हुन्छ नि हो त्यसलाई चाहिँ एमएल मा लेखेर अनि इन्टु 1000 गरेपछि चाहिँ हाम्रो वेट ग्राम पर लिटर को भ्यालु आउने छ है त। अनि अर्को रहेको छ नर्मालिटी। नर्मालिटीको लागि हामीले वेट अफ सब्स्टेन्स अपन इक्विभ्यालेन्ट वेट अफ सब्स्टेन्स इक्विभ्यालेन्ट वेट निकाल्न तपाईहरुले आउँछ होला। नआउने भए चाहिँ मैले एउटा भिडियो यो गर्न अघि राखिसकेको छु, माथि आई बटनमा पनि आएको छ होला, तपाईले हेर्न सक्नुहुन्छ। अनि इक्विभ्यालेन्ट वेट इन्टु 1000 अपन भोल्युम अफ सोल्युसन इन एमएल यो नि एकदमै सजिलो छ है त। त्यसलाई हामीले सर्टकटमा लेख्दा चाहिँ अनि इक्वल्स टु डब्ल्युटी अपन इक्विभ्यालेन्ट वेट इन्टु 1000 अपन बीएमएल यो वान यसैलाई नै सर्टकटमा यसमा लेखेको। अनि यसलाई अरेन्ज गर्दा चाहिँ डब्ल्यू इक्वल्स टु एन बी 1000 आउँछ। हामीले यसलाई यता पठाउने अनि डब्ल्यू लाई के गराउने भने यो चाहिँ डब्ल्यू इक्वल्स टु एन बी 1000 आउँछ। हामीले मोस्टली न्यूमेरिकलहरुमा चाहिँ यो फर्मुलाहरु राखेर सल्भ गरिन्छ है त। अनि मोलारिटी भनेको चाहिँ हामीले माथिको नर्मालिटी फर्मुलामा सिर्फ यति यहाँ इक्विभ्यालेन्ट वेट राखिएको छ, यहाँ चाहिँ हामीले मोलिकुलर वेट राखिन्छ। यहाँ माथि इक्विभ्यालेन्ट वेट छ र यहाँ चाहिँ मोलिकुलर वेट छ, यति मात्रै फरक हो, अरु सबै कुरा सेम हुन्छ है त। यसलाई पनि सर्टकटमा लेख्दाखेरि यही हुन्छ है डब्ल्यू इक्वल्स टु एम इन्टु मोलिकुलर वेट इन्टु बीएमएल। भनेको यहाँ इक्विभ्यालेन्ट वेट छ, यहाँ इक्विभ्यालेन्ट वेट छ, यहाँ चाहिँ मोलिकुलर वेट छ, यति कुरा फरक हो है त। र अब चाहिँ हामीले यो ग्राम पर लिटर नर्मालिटी र मोलारिटी बीच एकअर्कामा यिनीहरुको रिलेसन हेरौँ है त, के कस्तो रिलेसन छ इन तीनटाको चाहिँ। हामीले चाहिँ नर्मालिटीको इक्वेसनबाट हामीले डब्ल्यू इक्वल्स टु एम बी 1000 डेराइभ गरिसकेका छौं। र अब हामीले यसलाई चाहिँ अरेन्ज गर्दाखेरि w by v इन्टु 1000 हामीले यो v लाई यता लगाएका छौं र यो 1000 ले यता इन्टुमा गराएका छौं इक्वल्स टु n इन्टु यो e भनेको चाहिँ इक्विभ्यालेन्ट वेट भन्ने हामीलाई थाहा नै छ। र यो भनेको हामीले ग्राम पर लिटर को फर्मुला भनेर यसले नअघि चाहिँ हामीले ग्राम पर लिटर को फर्मुला भनेर यसले लेखेका थियौं। यसलाई सिम्पली ग्राम पर लिटर इन्टु n इक्वल्स टु इक्विभ्यालेन्ट वेट यो नै ग्राम पर लिटर र नर्मालिटीको इक्वेसन रहेको छ। रिलेसन चाहिँ इन दुईटाको यस्तो रहेको छ। अनि अब हामीलाई मोलारिटी भनेको चाहिँ हामीले यो सिम्पली यो इक्विभ्यालेन्ट वेटको ठाउँमा मोलिकुलर वेटले रिप्लेस गर्ने भन्ने कुरा थाहा नै छ। त्यसैले w इक्वल्स टु मोलारिटीलाई हामीले डिनोट गरौँ र इक्विभ्यालेन्ट वेटको ठाउँमा चाहिँ हामीले मोलिकुलर वेटले रिप्लेस गर्छौं। मोलिकुलर वेटले रिप्लेस गर्यौं र v1 भोल्युम छँदै छ र अपन 1000 र यसलाई नै सिम्पली त्यही सिम्पल तरिकाले हामीले अरेन्ज गर्दाखेरि चाहिँ यो भनेको m इन्टु मोलिकुलर वेट आइसकेको छ। यहाँ तपाईहरु देख्न सक्नुहुन्छ। यसलाई हामीले इक्वेसन 1 भनेर सपोज गरौँ र यसलाई चाहिँ हामीले इक्वेसन 2 भनेर सपोज गरौँ है त। यो तपाईले ग्राम पर लिटर र नर्मालिटीको इक्वेसनमा चाहिँ नर्मालिटी इन्टु इक्विभ्यालेन्ट वेट भनेको ग्राम पर लिटर र यता पनि यो ग्राम पर लिटर भयो है, यो पनि m इन्टु मोलिकुलर वेट यसलाई हो है यो इक्वेसन सपोज गरेको चाहिँ। ग्राम पर लिटर भनेको यो चाहिँ मोलारिटी इन्टु मोलिकुलर वेट, यहाँ इक्विभ्यालेन्ट वेट छ, यहाँ मोलिकुलर वेट छ, सिम्पली यति नै फरक छ है त। र अब हामीले इन दुईटा इक्वेसनलाई चाहिँ यति इक्वल गर्यौं भने चाहिँ यहाँ ग्राम पर लिटर इक्वल्स टु n इन्टु इक्विभ्यालेन्ट वेट छ र यहाँ ग्राम पर लिटर इक्वल्स टु m इन्टु मोलिकुलर वेट छ। यो ग्राम पर लिटर र ग्राम पर लिटर इक्वल भयो भनेको यो र यो भ्यालु पनि इक्वल हुनु पर्यो। र यसलाई हामीले अब यसलाई सिम्पली लेख्दाखेरि n इन्टु इक्विभ्यालेन्ट वेट नर्मालिटी इन्टु इक्विभ्यालेन्ट वेट इक्वल्स टु मोलारिटी इन्टु मोलिकुलर वेट। यो दुईटा इक्वेसनलाई हामीले यो इक्वेट गर्दाखेरि यस्तो आउँछ। यो नै नर्मालिटी र मोलारिटीको रिलेसन हो है त। र त्यसैगरी अर्को हाम्रो टर्म रहेको छ मोलारिटी। मोलारिटीको फर्मुला हामीले निकाल्न भन्दा पहिला हामीले चाहिँ मोलारिटीको फर्मुला थाहा हुनुपर्छ। मोलारिटी भनेको वेट अफ सब्स्टेन्स अपन मोलिकुलर वेट इन्टु 1000 अपन बीएमएल अफ सोल्युसन भन्ने कुरा त हामीलाई थाहा नै छ। यसको ठाउँमा सिम्पली हामीले बीएमएल अफ सोल्युसनको ठाउँमा सिम्पली वेट अफ सल्भेन्ट इन ग्राम, यहाँ हामीले भोल्युम लेखेको छ, यहाँ सोल्युसनको भोल्युम लेखेको छ भने यहाँ चाहिँ वेट इन ग्राममा लेख्नु पर्यो भनेको मास लिनु पर्यो। के को भन्छ सोल्युसनको हैन सल्भेन्टको मात्रै, जुन कुरामा हामीले सोल्युटलाई घुलाइन्छ नि हो त्यो कुरा यसको मास लिनु पर्यो, त्यो चाहिँ ग्राममा हो। त्यो नै मोलारिटीको फर्मुला हो। र यससँग हामीलाई यो दुईटालाई रिलेट गरेर चाहिँ एउटा सर्ट क्वेशन सोध्ने गर्छ, कुन चाहिँ बढी प्रिफर गरिन्छ युज गर्नको लागि भनेर। यसको एन्सर चाहिँ हामीले यदि टेम्परेचर इन्क्रिज हुने भने भोल्युम इन्क्रिज हुन्छ भन्ने कुरा हामीलाई थाहा छ, तर मास त हाम्रो टेम्परेचर जतिसुकै जे भए पनि कन्स्ट्यान्ट नै रहन्छ। त्यसैले यो भोल्युम चाहिँ टेम्परेचर चेन्ज हुने ठाउँमा चाहिँ एक ठाउँमा एउटा भ्यालु हुन्छ भने अर्को ठाउँमा अर्को भ्यालु हुन्छ मोलारिटीको चाहिँ। भने मोलारिटी चाहिँ एभ्री ठाउँमा कन्स्ट्यान्ट हुनुभयो। वेट मास चाहिँ टेम्परेचर अब चेन्ज हुँदाखेरि चेन्ज हुँदैन नि त, त्यसैले यो मोलारिटी चाहिँ सधैँ कन्स्ट्यान्ट हुनुभयो। त्यसैले यो मोलारिटीलाई बढी प्रिफर गरिन्छ भनेर एउटा सर्ट क्वेशन चाहिँ बहुत इम्पोर्टेन्ट छ है त। र अर्को हाम्रो फर्मुला रहेको छ ल अफ न्युट्रलाइजेसन। यो पनि न्यूमेरिकलमा चाहिँ एकदमै सोधिने क्वेशन मध्येको है।
यसमा चाहिँ हामीले V1 of 1000 भनेको भोल्युम अफ एसिड र यसको नर्मालिटी र यसमा चाहिँ भोल्युम अफ बेस र यसको नर्मालिटी यदि अपन 1000 यो डिभाइड गरिन्छ। यदि यो दुईटाको चाहिँ इक्वल छ भने चाहिँ त्यो भयो भने चाहिँ त्यो सोलुसन चाहिँ न्यूट्रल छ भनेर हामीले चाहिँ मान्न सकिन्छ है त। तर यदि मेटल दिएको छ भने मेटलको त भोल्युम हुँदैन नि त हैन। हामीलाई एउटा के फर्मुला थाहा छ भने W NeV/1000 भन्ने कुरा हामीलाई थाहा छ। यहाँ V1/1000 चाहिँ यसलाई मात्रै सेपरेट गरौँ है त। W अब V1 भनेको यहाँ V र N छ, यो E एक्स्ट्रा छ भने यसलाई हामीले यता लिएर आउँ है त, डिभाइडमा लिएर आउँ। V1/1000 हो। यसरी चाहिँ मेटल दिएको केसमा चाहिँ हामीले W/E युज गर्न सकिन्छ है त। W/E अफ मेटल इक्वल्स टु V1/1000 अफ एसिड भयो भने त्यो सोलुसन चाहिँ न्यूट्रल हुन्छ भन्ने कुरा चाहिँ हामीले बुझ्न सकिन्छ है त। मेटल नदिएको पार हामीले V1/1000 युज गरिन्छ। यदि लिक्विडमा त्यो बेसलाई अब न्यू लिक्विडमा दिएको छ भने चाहिँ हामीले भोल्युम थाहा हुन्छ, त्यही भएर त्यसको V1/1000 युज गर्ने। तर मेटलको उसमा त भोल्युम हुँदैन, त्यसको लागि चाहिँ हामीले त्यसको वेट अपन इक्विभ्यालेन्ट वेट युज गरेर त्यसलाई चेक गर्न सकिन्छ है त। र अर्को हाम्रो टपिक रहेको छ ल अफ मिक्सिङ है त। यसमा चाहिँ अब हामीले यदि दुईटा या दुईटा भन्दा धेरै लिक्विडहरु सोलुसनहरुलाई मिक्स गर्यो भने त्यसको नर्मालिटी कति हुन्छ भनेर पत्ता लगाउनको लागि यो मेथड चाहिँ युज गर्ने गरिन्छ है त। अब जस्तै हामीले यदि दुईटा V1 र V2 भन्ने सोलुसन V2 V3 ल तीनटा सोलुसन मिक्स गरिएको छ भने हामीले VR1 को भोल्युम त हाम्रो चाहिँ जुन कुरो भएन भनेको V1 + V2 + V3 गरेर भोल्युम चाहिँ थाहा हुन्छ। तर यसको नर्मालिटी त सिधै N = N1 + N2 + N3 त हुँदैन, यो त गलत हुन्छ। त्यसैले हामीले यो निकाल्नको लागि यो मेथड युज गर्न सकिन्छ है त। यदि हामीलाई दिएको तीनटै लिक्विडहरु एसिड छ भने तीनटा दुईटा जति पनि क्वेशनले दिन्छ छ भने चाहिँ हामी तीनटा सपोज गरेको छ। यदि तीनटै लिक्विडहरु एसिड छ भने हामीले V1 N1 हामीलाई यसको नर्मालिटी थाहा हुन्छ, भोल्युम थाहा हुन्छ। V1 + N1 + V2 N2 + V3 N3 = VR NR। यो VR भनेको चाहिँ हामीले यहाँ कुरा गरिसकेका छौं, V1 + V2 + V3 त्यो गरेर अनि हामीले यो NR को भ्यालु चाहिँ निकाल्न सकिन्छ भनेको त्यो तीनटा एसिडहरुलाई मिसाएपछि त्यसको नर्मालिटी चाहिँ कति हुन्छ भन्ने कुरा निकाल्न सकिन्छ। र यदि हामीलाई चाहिँ तीनटै बेस दिएको छ भने त्यो दुईटा तीनटा यहाँ अहिले सब केसमा चाहिँ तीनटा सपोज गरेको छ, त्यसैले म तीनटा भनिरहेको छु है त। यदि हाम्रो केस अहिले तीनटै बेस छ भने चाहिँ सेम त्यही नै हुन्छ, V1 N1 + V2 N2 + V3 N3 = VR NR। दुईटै एसिड या दुईटै बेस दिएको केसमा चाहिँ सेम हुन्छ। भोल्युम चाहिँ अब घट्ने कुरा भएन, भोल्युम सेम त्यही एड गरिन्छ र नर्मालिटी पनि हामीले यसै गरेर निकाल्न सकिन्छ है त। तर हाम्रो अब यदि एसिड दुईटा एसिड भयो, सपोज गरौँ है V1 र V2 भन्ने एसिड हो, यी दुईटा चाहिँ एसिड हो, तर V3 भन्ने चाहिँ बेस हो है। यो V3 हो, यो वाला चाहिँ लिक्विड बेस हो भने यस्तो केसमा चाहिँ के गर्ने भने V1 N1 + V2 N2 एसिडहरुको भोल्युम र नर्मालिटीलाई मल्टिप्लाई गरेकोलाई जोड्ने र बेसलाई चाहिँ घटाउने। V3 भनेको हाम्रो बेसको भोल्युम हो, यसलाई चाहिँ घटाउने। तर VR निकाल्दा चाहिँ यसमा चाहिँ घटाउने हैन है त। फेरि बेस त हाम्रो अब जे भयो भने यहाँ बेस भए पनि एसिड भए पनि भोल्युम त हाम्रो त एड नै हुन्छ नि त। त्यसैले VR मा चाहिँ यसमा चाहिँ घटाउने हैन, तर यहाँ चाहिँ घटाउने है त। यो = VR NR हुन्छ अनि हामीले इजिली यसको नर्मालिटीको भ्यालु चाहिँ निकाल्न सक्छौं है त। तपाईले चाहिँ यति अब ग्राम पर लिटर, नर्मालिटी, मोलारिटीको फर्मुला अनि यिनीहरुको एक अर्कामा रिलेसन र मोलारिटीको फर्मुला अनि ल अफ न्यूट्रलाइजेसन र ल अफ मिक्सिङको फर्मुलाहरु यति फर्मुलाहरु जान्ने भने चाहिँ तपाईहरुले फर्स्ट च्याप्टरको चाहिँ जस्तो सुकै न्यूमेरिकल आए पनि गर्न सक्नुहुन्छ है त। आजको हामीले यो भिडियोमा चाहिँ फर्मुलाहरु मात्र डिस्कस गरेका छौं। अर्को भिडियोमा चाहिँ कम्प्लिट भोल्युमेट्रिक एनालाइसिसको चाहिँ कम्प्लिट न्यूमेरिकलहरु गर्ने छौं है त। र आजको यो भिडियोमा यति नै। र तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला र यो भिडियो लाइक पनि गर्नु होला र हाम्रो च्यानल ज्ञान सेतुलाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला है त।